जोजलपा नेपाल भाषा लर्निङ आज हामी कपल कन्भर्सेसनको भिडियो लिएर आएका छौं। हुन त हाम्रो सब्स्क्राइबर सुबोध केसीजीले हामीलाई कन्भर्सेसन बिट्विन फ्रेन्ड्सको भिडियो बनाउनलाई रिक्वेस्ट गर्नुभएको थियो। हामी त्यो पनि बनाउँछौं, तर अहिले यो कपल कन्भर्सेसनको हामीले कन्टेन्ट लेखिसकेको भएकोले हामीले अहिलेको लागि चाहिँ यो कपल कन्भर्सेसन भिडियो ल्याउँदै छौं र नेक्स्ट टाइम हामीले हजुरले भन्नुभएको जस्तै कन्भर्सेसन बिट्विन फ्रेन्ड्स यो पनि लिएर आउँछौं र हजुरले सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भने यो ब्लग शेयर गरिदिन सक्नुहुन्छ र भिडियो पज गरेर यो डिटेल पढ्न सक्नुहुन्छ। यो भिडियो लामो हुने भएकोले मैले यो पुरै चाहिँ पढ्दिन, हजुरले पज गरेर पढ्न सक्नुहुन्छ र नेपाल भाषा छिटो सिक्नको लागि केही टिप्स पनि यहाँ छ, यो पनि भिडियो पज गरेर पढ्न सक्नुहुन्छ। त अब सुरु गरौँ कन्भर्सेसन। बोय, पानी पर्यो। वा वाला, वा वाला। हुन त यो वा वाला मैले प्रिभियस च्याप्टरमा पनि राखेको छु। गर्ल, मसँग छाता छ। जी के कुसा दु। नेक्स्ट कन्भर्सेसन। अस्तिको छाता खै त। उखुनु यु कुसा गोले। उखुनु यु कुसा गोले। गर्ल, हरायो अनि यो छाता हुँदैन। तन अले थ्व कुसा मज्युला। तन अले थ्व कुसा मज्युला। नेक्स्ट कन्भर्सेसन। हुन्छ ज्यू, त्यसो भए खोल। एसा च्याकी। यसमा म एउटा के कुरा क्लियर गर्न चाहन्छु भने हजुरहरूलाई यो खोल भन्दाखेरि हामीले ढोका खोलालाई पनि खोलो भन्छौं नेपालीमा, मोजा खोलालाई पनि खोलो भन्छौं, तर नेपाल भाषामा च्याकी भन्नाले अब छाता खोल्नलाई च्याकी, ढोका खोल्नलाई पनि च्याकी, तर मोजा खोल्नलाई मोजा च्याकी भन्दैनौं। हामीले मोजा च्याकीको सट्टा मोजा तोती भन्छौं। र किन मैले यो भनेको भन्दाखेरि अब कोही साथीहरूले यो भिडियो हेरेर कसैले मोजा च्याकी भन्दा र त्यो साथी मरिमरि हाँस्दियो भने फेरि अब यो भिडियोले उल्टा सिकाएको जस्तो हुन्छ भनेर मैले यो अहिले नै क्लियर गरिदिएको। च्याकी चाहिँ हामीले अब छातालाई कुसा च्याकी अथवा ढोका खोला भन्नलाई खापा च्याकी, यसरी हामीले भन्न सक्छौं। नेक्स्ट कन्भर्सेसन। अलि सानो रहेछ। पचा चिपा खनी। भचा चिपा खनी। नेक्स्ट। सानो होइन, तिमी टाढा बसेको हो। चिपा मखु छ तापाक चौख। चिपा मखु छ तापाक चौख। नेक्स्ट कन्भर्सेसन। तिम्रो काखी गनाउँछ भनेर अलि टाढै बसेको नि। छङ्गु याको। नवै तका भचा तापाक चोनौ होइन, यो का हो, सरी। छङ्गु याको नवै तका भचा तापाक चोनौका। होइन होला, तिमीले ननुहाएको कति महिना भयो। मखुजी छ म लुयौ गोला दत। मखुजी छ म लुयौ गोला दत। नेक्स्ट कन्भर्सेसन। म त दिनदिनै नुहाउँछु।
जी ला नि नि मो लुया मोलुया जिला नि मो लुया होला आज भोलि दिनदिनै पानी परिराखेको छ खजी खजी थौ कने कने नि वा वया चोंगु दु खजी थौ कने नि वा वया चोंगु दु के भनेको मैले बुझेन छु त छु त यागु जी मथुला once again छु त यागु जी मथुला धारामा पानी आएको छैन अनि पानी पर्ने बेला साबुन लिएर छतमा नुहाउने होला भनेको नि यो अलिकति लामो छ तर अलिकति ध्यान दिएर हेर्नुभयो भने त्यति गाह्रो छैन यो सेन्टेन्स टी ल म वो नि हिटी ल म वो नि अले वा वै बले साबों जोना साबों अर्थात साबुन जोना कसी मो लुयु जी तयौका इति ल मोवनी अले वा वै बले साबों जोना कसी मो लुयु जी तयौका once again यहाँदेखि भन्छु साबों जोना कसी मो लुयु जी तयौका र यो क्लियर नदेखिएको पार्ट यहाँ छ नेक्स्ट कन्भर्सेसन त्यस्तो नहे प पानी किनेर नुहाएको अथे हे पे यो पनि हुन्छ हे पे यो पनि ठिकै हुन्छ होला आई गेस हे पे या मटे ल न्याना मो लुयो अथे हेपे या मटे ल न्याना मो लुयो हेपेको होइन ठट्टा गरेको नि तिमीले भन्ने बेला नि हेपे या नौ मखु ख्या या नौ का छ त्या बले ले हेपे या नौ मखु ख्या या नौ का छ त्या बले ले नेक्स्ट कन्भर्सेसन भयो नि त म्वालका आफू हारियो अनि पयो थ बुत अले म्वाला थ बुत अले म्वाला हामी दुई एक हौ जी नि म छ म ख जी नि म छ म ख हो छाता राम्रोसँग समात म भिजे ख कुसा बालाक चो जी प्या त ख कुसा बालक जो जी प्याट नेक्स्ट छाता सानो छ अनि कुसा चिपा अले म भोलि बाजेको ठुलो छाता लिएर आउँछु जी कने बाज्या यागु
तपाउ तपाउ कुसा जोना जोना वे जिकने बाजायागु तपाउ कुसा जोना वे त्यो छातामा त हामी दुई अनि हाम्रो दुई अच्छ होला वो कुसा कुसा ला जी निम निम अले जिगु जिगु निम न्य नि जी न्यानी जी वो कुसाला जी निम अले जिगु निम न्यानी जी त्यो त अच्छ वला न्यानी न्यानी वला न्यानी आजलाई यति नै यो कस्तो लाग्यो कन्भर्सेसन भन्नु होला र यो ब्लग एड्रेस शेयर गर्न नभुल्नु होला र यो फेसबुक ग्रुप जोइन गर्नु होला यसको लिंक म डिस्क्रिप्सनमा पनि दिन्छु थ्यांक यू शुभ